सोमबारे औँसी असारको 1 गते। यो 30 वर्षपछि परेको दुर्लभ संयोग हो। मलमासको अन्तिम दिनमा सोमबार, त्यसैमाथि औँसी तिथि। यो एकदमै शुभ दिन पनि हो र धेरैलाई थाहा पनि छ होला र धेरैले मलाई सोध्नु पनि भएको छ, यस दिन के गर्ने, पितृहरूको नाममा के गर्ने, दान पुण्य के गर्ने, कसो गर्ने भनेर सम्पूर्ण जानकारी म हजुरलाई दिनेछु। भिडियो लाइक गर्नुहोला, कमेन्ट बक्समा आफ्ना केही प्रश्नहरू छन्, जिज्ञासाहरू छन् भने कमेन्ट गर्नुहोला र ओम नमो भगवते वासुदेवाय लेख्न पनि नबिर्सनुहोला है। हेर्नुहोस्, यो शुभ दिन हो। अब शुभ दिनमा के गर्ने? पहिलो नम्बरमा हजुरलाई म यसको तिथिमिति सुरु गर्छु। 2083 साल असारको 1 गते सोमबारे औँसी। यसलाई अब मिथुन सङ्क्रान्ति पनि भनिन्छ। अनि यो चाहिँ 30 वर्ष अगाडि परेको थियो यस्तै संयोग र 30 वर्ष पछि बल्ल परेको छ। यो एकदमै दुर्लभ संयोग हो। यो अझै भनौँ यो सकेसम्म हामीलाई एउटा कृपा भयो, हामी भाग्यमानी रहेछौँ र यो संयोगमा आफ्नो कामहरू गर्न पाएका छौँ। अब पहिलो नम्बरमा सोमबारे औँसी भन्ने बित्तिकै 1 नम्बर सम्झिनुहोस्, नबोल्नुहोस्, चुपचाप रहनुहोस्, नबोलेरै स्नान गर्नुहोस्। पहिलो नम्बरमा कसैसँग नबोल्नुहोस्। अब जस्तो उठ्ने बित्तिकै एकदमै भक्ति भावका साथ हजुरहरूले भगवानको नामलाई स्मरण गर्दै नुहाउनुहोस्। मिल्छ भने गङ्गा स्नान गर्न जानुहोस्। यदि चितवनमा हुनुहुन्छ अथवा आफू कुनै पनि गङ्गा नजिकै हुनुहुन्छ भने हजुरको गङ्गामा जानुहोस्। चितवनमा हुनेहरू, देवघाटमा हुनेहरू त अब हाम्रो नारायणीमा स्नान गर्न सकियो, देवघाटको सङ्गममै आएर स्नान गर्न सकियो। तर अन्य पनि जुन कुनै ठाउँमा हुनुहुन्छ हजुरहरू, विशेष त यस दिन गङ्गा स्नान गर्न नबिर्सनु होला, त्यो पनि नबोलेर। के छ अनि यसको फाइदा भन्दाखेरि हजारौँ गाई दान गरे बराबरको के पाइन्छ? फल पाइन्छ यस दिन गङ्गा स्नान गर्नाले। अब पहिलो नम्बरमा हजुरलाई मैले गङ्गा स्नानको विषयमा भनिहालेँ। त्यसपछि अब अलिकति केही दान गर्ने। हेर्नुहोस्, विशेष दिनहरू त्यत्तिकै आउँदैनन् के, केही दान गर्नुपर्ने पनि समयहरू आउँछन्। जस्तै यी दिनहरूमा दान गरियो भने एकदमै धेरै पुण्य पाइन्छ। गाई पाल्न, गाई त्यत्र हजारौँ गाईलाई खुवाउन कति समस्या पर्छ, तर यो दिनको विशेष दिन भएको नाताले हामीलाई धेरैभन्दा धेरै सजिलो हुन्छ के गर्न, यस्ता पुण्यहरू प्राप्त गर्न, दान गर्ने। दक्षिणतर्फ फर्किएर जल लिने अनि त्यसपछि कुश, जौ, तिल लिएर पितृहरूलाई तर्पण गरिदिने। यो विशेष दिन हो नि त, त्यही भएर यो दिन औँसीको दिन त अब हजुरलाई थाहा होला, पितृहरूलाई तर्पण गरिदिने। यति मात्रै नभएर यो औँसीको दिन भएको नाताले विशेष त शिवजीको एकदमै भव्य पूजा हुन्छ। घरमा सकिन्छ भने रुद्राभिषेक अथवा भनौँ शिवजीका केही मन्त्रहरू जप, त्यो पाठ पारायण गराउनु होला। पण्डितजीलाई बोलाएर हुन्छ अथवा आफैले हुन्छ। त्यस दिन विशेष भएको नाताले यस्ता कामहरू गर्न नबिर्सनु होला। अब त्यति मात्रै नभएर अब यो सोमबारे औँसी भएको नाताले पिपलमा जल चढाउन नबिर्सनु होला। यो विशेष दिन छ, त्यसै भएर पिपलमा पनि जल चढाउनु होला। दियो दान गर्न सक्यो। अब अर्को कुरा, यो त पुरुषोत्तम मास हो। यति बेला अहिलेसम्मै नगरेको भए पनि 33वटा मालपुवा अथवा भनौँ 33वटा केरा, 33वटा स्याउ, फल जे हुन्छ त्यो के गर्नु होला, हजुरहरूले दान गर्न नबिर्सनु होला। यो विशेष समय छ। अनि त्यति मात्रै नभएर हजुरहरूले जस्तै कि केरा स्याउहरू पनि 33वटा अर्पण गर्न सकियो। र अब अर्को कुरा चाहिँ जस्तो कि साँझ पख पिपलको वृक्षमा हजुरहरूले बत्ती बाल्न सक्नुहुन्छ। अनि बिहान पनि जल चढाउन सक्नुहुन्छ, साँझ पनि जल चढाउन सक्नुहुन्छ। भने जस्तै कि हजुरहरूले त्यस दिन झुटो बोल्ने अथवा भनौँ अलिकति अरूसँग रिसाउने अनि नचाहिने कुरा गर्ने, तामसिक भोजनहरू गर्ने औँसी तिथि भएकाले सकेसम्म नगर्नु होला। म धेरैलाई भन्दै पनि आएको छु, यदि हजुरहरूलाई कुनै यस्तो ठाउँमा दान गर्न पाइए हुन्थ्यो जहाँ दान गरेको लाभ होस् धेरैभन्दा धेरै, त्यस्ता जहाँ विद्यार्थीहरू पढेको ठाउँ होस् अथवा जहाँ वृद्धलाई सेवा भएको ठाउँ होस्, जहाँ बाबाहरूको सेवा होस्, अझै भनौँ जहाँ यात्रुहरूलाई निःशुल्क रूपमा खुवाइन्छ, त्यस्तो ठाउँमा सेवा गर्न मन छ भने म देवघाट धाममा अवस्थित आश्रमहरूलाई हजुरहरूको रकम एक एक रुपियाँ प्रयोग हुने तरिकाले
हजुरहरूको नाममा अर्पण गरिदिनेछु। यदि त्यस्तो गर्न मन छ भने आफ्ना पितृका नाममा, आफ्नो नाममा, परिवारको नाममा पुण्य प्राप्तिका लागि हजुरहरूले मलाई सम्झाउन सक्नुहुन्छ भने अब यो औँसी तिथि, अब यो दुर्लभ संयोग छ, यस दिन हजुरहरूले स्नान, दान, पुण्यहरू कमाउन सक्नुहुन्छ र विशेष रूपमा पनि गर्न नबिर्सनुहोला। र अब हजुरहरूलाई के भन्छु भने यो औँसी तिथि एकदमै राम्रो त पितृहरूका लागि हो। यदि पितृदोष छ, अझै भनौँ हजुरको आफ्नो पितृलाई केही दिन मन लागेको छ भने हजुरहरूले के गर्न सक्नुहुन्छ, यो समयमा दान गर्न सक्नुहुन्छ पितृको नाममा। अब मलाई धेरैले सोध्नुहुन्छ महिनावारी भएको कति दिनमा यस्तो भन्नुहुन्छ। हेर्नुहोस्, सकेसम्म यो औँसी तिथि भएकोले 7 दिनभन्दा अगाडि केही पनि नगर्नुहोस्। अनि साथै अब गर्भवती महिलाहरूले पनि 6 महिना पुगिसकेको छ भने हजुरहरूले यो कामहरू नगर्नुहोला। र त्यति मात्रै नभएर अब जस्तो कि विदेशमा हुनुहुन्छ, के गर्ने भन्नुहुन्छ, आफ्नो पितृका नाममा हजुरहरूले जे दान दिन सक्नुहुन्छ दिनुहोस्, आफ्नो नाममा। अझै भनौँ त्यस दिन सात्विक भोजन ग्रहण गर्ने, सकेसम्म लसुन प्याजहरू पनि नखाने, गङ्गा स्नानहरू गर्ने। अब विदेशमा गङ्गा स्नान गर्न मिल्दैन भने सम्झिने, गङ्गालाई सम्झिँदै बाथरुममा जाँदा स्नान गर्ने, त्यसको पनि धेरै ठुलो फल छ नि त, धेरै ठुलो पुण्य छ नि त। त्यही भएर यस दिन विशेष छ, हजुरले थोरै मेहनत गर्नुभयो भने धेरैभन्दा धेरै फल पाउनुहुन्छ। र यो विशेष दिन हजुरहरूकै लागि हो, हाम्रै लागि हो। र मैले यस्तै धार्मिक भिडियोहरू बनाउँदै आएको छु। हजुरहरू पहिलोपटक हुनुहुन्छ होला, च्यानललाई सब्सक्राइब गर्नुहोला। यदि दोस्रो तेस्रो पटक हुनुहुन्छ भने मलाई केही सुझाव दिनु परेको छ, केही सरसल्लाह लिनु परेको छ, चिना कुण्डली केही विश्लेषण गर्नु परेको छ भने हजुरहरूले के गर्न सक्नुहुन्छ, मलाई सम्पर्क गर्न सक्नुहुन्छ। र यो भिडियो मार्फत हजुरलाई यही भन्छु, त्यस दिन सकेसम्म दान पुण्य गर्दै, स्नान गर्दै, नबोलेर हजुरहरूले स्नान गर्नुहोला र पितृका नाममा पनि केही दान पुण्य गर्नुहोला, मालपुवाहरू अर्पण गर्नुहोला। यो विशेष समय छ र यो सोमबारे औँसीको सम्पूर्णलाई धेरै धेरै शुभकामना, साथै धेरैभन्दा धेरै यस्ता कामहरू गर्न नबिर्सनु होला है त। नारायणम। ओम नमो भगवते वासुदेवाय।